अनि नमस्ते नमस्कार तपाईँ सम्पूर्णमा म दिपिकाको आज हजुरहरुमा निकै मिठो कविता लिएर आइसकेको छु र यस कविता लेखक हुनुहुन्छ धरान निवासी प्यारो मित्र सुसन राई र सुसनलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। यति मिठो शब्द समेटिएको शब्दलाई चाहिँ मेरो हात पार्न सफल गरिदिनु भएकोमा तपाईप्रति एकदमै आभार व्यक्त गर्न चाहे। र कविताको शीर्षक रहेको छ भो नभो नभ। र कविता यसरी सुरु हुन्छ। ममताको मिठा आभास गरेका दिनहरू सम्झिँदा घरिघरि भकिन्छ मनहरू, सम्झिँदा घरिघरि भकिन्छ मनहरू, अत्तालिन्छ तनहरू, हतासिन्छ भावनाहरू, कल्पिन्छ सपनाहरू, अनि शरीर श्रृङ्ग हुने गरी झस्किन्छ विपनाहरू, अनि शरीर श्रृङ्ग हुने गरी झस्किन्छ विपनाहरू। र त बेचैन छन् यी थकित शरीरहरू, त्यसैले भो नभन्नु अब किनकि रस बिनाको बोलीमा मिठा सुन्न, श्रृङ्गार बिनाको सुन्दरतामा सुन्दरता हुन्न। र त बेचैन छन् यी थकित शरीरहरू, त्यसैले भो नबोल्नु अब किनकि रस बिनाको बोलीमा मिठा सुन्न, श्रृङ्गार बिनाको सुन्दरतामा सुन्दरता हुन्न। प्राण बिनाको प्रेममा सुगन्ध हुन्न, प्राण बिनाको प्रेममा सुगन्ध हुन्न। र नै त भनिन्छ नि 20-19, र त भनिन्छ नि 20-19। अध्यारो रातसँग उज्यालो भइछै, अध्यारो रातसँग उज्यालो भइछै, रिससँग माया भइछै, प्रेमीसँग प्रेमिका भइछै, असफलता भइछै, तारासँग जुन भइछै, ब्रह्माण्डसँग सत्यता भइछै, हरेक एकको परिपक्व भइछै, यो सब हुँदा पो राम्रो। ब्रह्माण्ड सत्यता भइछै, हरेक एकको परिपक्व भइछै, यो हुँदा पो सबै राम्रो। यो नै छैन भने भो अब नभुल्नु, हामीले त गुमाइसकेका छौँ, बिर्सिसकेका छौँ, खोसाइसकेका छौँ, लुकाइसकेका छौँ, हो च्यातिसकेका छौँ, अनि मेटाइसकेका छौँ, त्यसैले भो नभुल्नु। चाहे जानेर होस् या चाहे अन्जानमा होस्, किनकि मलाई त यो सब रोमाली सपना जस्तै लाग्छ सम्झिँदा पनि। चाहे जानेर होस् चाहे अन्जानमा होस्, किनकि मलाई त यो सब रोमाली सपना जस्तै लाग्छ सम्झिँदा पनि। र त म भित्रभित्र मरिसकेको आभास हुन्छ, अनि चिच्चाउँदै भन्न मन लाग्छ भइगयो नबोल्नु अब, भइगयो नबोल्नु अब, बरु यही अतीतलाई सम्झै बसौँला, बरु यही अतीतलाई सम्झै बसौँला, एक मुठी सास टाढाइसम्म, चुपचाप भो अब नबोल्ला, चुपचाप अब भो नबोल्ला। धन्यवाद।